किन हो आजकल त मासु भात नखाइकन कामै गर्न मन लाग्दैन के आज हामीले 6000 रेटा बोकेर सक्छ त। हेलो एन्ड नमस्ते वाट्सअप गाइज अब सन्चै हुनुहुन्छ र म सन्चै छु। आजको दिनमा चाहिँ 6000 रेटा आएको थियो। 6000 रेटा बोक्नको लागि चाहिँ तम्सेर म हिँड्दै थिएँ खुसी भएर होइन म चाहिँ पुरै भ्यू देखाउँदै थिएँ क्या। आजकै दिनमा फेरि काम चाहिँ कस्तो लाग्यो क्या, एकचोटिमा 30 वटा जति इट्टा बोक्दैको झन्डै ढाड भाँचेको भने। आज चाहिँ भारीको काम परेको छ, मासु भात चाहिँ 2 थल खान्छु भनेर सोच्दै थिएँ। तातो घाममा इट्टा बोक्दाखेरि त पसिना भयो क्या जिउभरि। म चाहिँ आफ्नो लागि इट्टाको भारी बनाउँदै थिएँ, दुईजना बहिनीले त इट्टा भट्टाभट पास गरिदिएर अनि आज सोचेको काम त पुरै हान्नु पर्यो। त्यही भएर म र मेरो साथ चाहिँ मासु लिन आयौँ। हामी चाहिँ अनि कामको मालिक साहबलाई नि भेट्नु थियो। पर्खिँदा रातै परेछ। त्यही बेलामा चाहिँ फेरि साथीले स्ट्रिङ पनि ल्याइदिइराख्या। साथीले ल्याइदिएको चिज त खानै पर्यो। स्ट्रिङ खाएर मालिक साहबलाई पनि भेट्न गएँ। इट्टाको भारी बोकेपछि त मासु भात त खानै पर्यो नि होइन, फेरि भोलि काममा जानै सक्दैन। मासु भात चाहिँ एकदम मिठो भएको थियो अनि मैले चाहिँ गम कि गम खाइदिएँ।